Happy Tihar! Happy Tihar! 아끔 짝끔 도술에 짝끔 도술에 집로 봐도 도술에 차나마디 어두아 진다고 따린 건 아니죠? 에요 부채 어두아 도술에 उसको मुन्डा 도술에 अमेश बुढी Hello everyone, it's me Jordan and happy Diwali or happy Tihar to everyone. So Tihar or Diwali, so Diwali is the biggest and most important festival in India, and in Nepal we celebrate Tihar. So Tihar र दिवाली चाहिँ उस्तै हुन् दुवै फेस्टिभलमा हामीले आफ्नो घरभित्र बाहिर दियो बाल्ने र लाइट्सहरू बाली सजाउने गर्छौँ र अनि आफ्नो आफन्तहरूसँग भेटघाट गर्ने र मिलिजुली नाचगान गर्ने र त्यसरी हामीले मनाउने गर्छौँ र तिहार चाहिँ हामीले नेपालमा हो भने 5 दिन मनाउँछौँ काग तिहार, कुकुर तिहार, गाई तिहार अथवा लक्ष्मी पूजा र गोरुबन्धन पूजा अथवा गोरु पूजा र लास्टमा गएर भाइटिका। जब हामी साना थियौँ नि तब हामीले पनि घरमा आफ्नो परिवारहरूसँग तिहार मनाउँथ्यौँ। स्पेसली भाइटिकाको दिन चाहिँ हामी धेरैभन्दा धेरै खुसी हुन्थ्यौँ किनभने आफ्नो प्यारोभन्दा प्यारो दिदीहरूको हातबाट सातौं रङ्गको टिका लगाउनु हैन र मखमली फुलको माला लगाउनु र अनि साथै उहाँहरूले पकाउनु भएको त्यो मिठो खानाहरू र अन्तमा गएर अनि यस्तो एक डब्बा लड्डुहरू पाइन्थ्यो हो, मिठाई लड्डुहरू भएको एक डब्बा दिनुहुन्थ्यो। असाध्यै खुसी लाग्थ्यो कि झन् त्यो टिका त त्यसको भोलिपल्ट हामी स्कुलमा जाने बेला त्यो टिकाहरू नि त्यतिकै राखेर हुन्छ नि मतलब नमेटाइकन अब त्यतिकै राख्थ्यो कि अब अरूलाई देखाउन मतलब यी मैले भाइटिका मनाएँ होइन त्यसो भने देखाउनको लागि त्यतिकै राख्ने गर्दथे हो। अनि र जबदेखि लामामा बसेँ तबदेखि चाहिँ अनि भाइटिकाहरू मनाउन पाएनौँ र भए तापनि त्यो पलहरू अब याद आउँदा खुसी पनि लाग्छ र साथै अनि अब अहिलेको समयमा मनाउन नपाउँदा अनि दुःख पनि लाग्छ जे होस् सबै दिदी बहिनी दाजुभाइ र आप्पा आमा र हरेक प्राणीहरूको जीवन चाहिँ सुखमय बितोस् र यो तिहार र दिवालीको दियो चाहिँ अनि हजुरहरू सबैको जीवन पनि उज्यालो होस् भन्ने प्रार्थना गर्दछु र खास गरी हामी गुम्बामा भएको दाजुभाइहरू भने एउटै आमाबाट जन्मेको नभए पनि हाम्रो सम्बन्ध चाहिँ एउटा सग्गे दाजुभाइ भन्दा कम पनि छैन र अनि त्यो सम्बन्धलाई अझै मजबुत र राम्रो बनाउन भने अनि हामी यस दिवाली यस तिहारमा चाहिँ हामी साथीभाइहरू मिले अनि छोटो यो तिहारको पार्टी भनौँ न तिहारको पार्टी गर्न गइरहेछौँ र आशा छ तपाईँलाई यो भिडियो मनपर्छ होला भन्ने आशा छ। थ्याङ्क यू। ह्याप्पी दिवाली अनि ह्याप्पी तिहार टु एभ्रिवान। खोइ चाना त्यो हो लुच्चा कत्रो सुजी रे दन्जो डे चामल रोटीको लागि है हो नि कम दिन्छु त पाएछ नि रिफाइन 170 MRP 170 रे के को लागि हो यो सबै
अब हाम्रो तिहारको लागि नि तिहार बनाएर भन्दै थियो स्यालको रे स्यालको समारा यो बेलुकासम्म भिजाएर राख्नुपर्छ है हो नि चामल पनि चामल पनि भिजाउनु पर्छ भिजाएर पानी यो गर्नु पर्यो नि पानी तारेर फेरि हेलो गाइस सो अघि भने जस्तै अनि आज चाहिँ हाम्रो तिहारको पार्टी त्यसको लागि सेलरोटीको लागि चामल होइन अनि सुजी सबै लगाइसक्यौँ हामीले अनि सेलरोटीसँग चना आलु खाने विचार छ हो अनि चना अहिलेदेखि भिजाएर राखेर अब चामल पनि भिजाउने भन्दैछ हो या पार्टीको लागि प्रिपेरेसन हाम्रो सेलरोटी बनाउनेको तयारीमा छौँ अहिले हाम्रो मेन कुक आइपुग्नु होइन आज खेला देखाउँछ नि पछि के छ ब्रो अब तेल ततिँदैछ होइन अब होइन केटाहरू होइन सबैजनाले अब यो पालिको तिहार चाहिँ एकदम मजाले मनाउने भयो मनाउने भने चाहिँ अब खास गरी त अब तिहार मनाउने हो यस्तो बुद्धिस्टमा त यस्तो चलन छैन तर होइन होइन सबैको चाडले चाहिँ एउटा रेस्पेक्टको तर्फबाट चाहिँ हामीले पनि यो तिहार मनाउँ भनेर चाहिँ अब होइन हल्का रमाइलो गरिदिएको मात्रै हो सोचिरहेको यस्तो हाम्रो यो क्लासको एउटा सानो एउटा ग्रुपले चाहिँ एउटा यस्तो एउटा तिहारको अब एउटा चाड भनौँ होइन त्यस्तो मनाउनेको एउटा प्रयास जस्तो गरेको मात्रै हो अब एउटा हुन्छ नि अब पछि अब त्यस्तै अब नयाँ नयाँ चाडतिर चाहिँ यस्तो स्पोन्सर गर्नु मन छ भने चाहिँ होइन स्पोन्सर गर्दा अनि डाइरेक्ट अब यो उहाँको युट्युबलाई लिङ्क गर्नु होइन अनि उहाँको युट्युबमा लिङ्क गऱ्यो नि उहाँबाट अब तपाईँले ठिकै स्पोन्सर गर्नु मिल्छ होइन अनि त्यस्तै हाम्रो यहाँ नयाँ नयाँ भिडियोहरू पनि निस्किन्छ यस्तो खानाहरू होइन यो न्यू होइन तरिकाको खानाहरू निस्किन्छ होइन त्यस्तै अब थरी थरीको अब खानाहरू खाने हो एउटा सेयर भनौँ न होइन हल्का सेयर गरेर हाम्रो कुकुर चाहियो भने मगाउँदा हुन्छ कुक चाहियो भने चाहिँ हाम्रो एकदम जेमा पनि अब फर्स्ट क्लास हो होइन जे पकाउनु पनि जान्छ उहाँले होइन हो कि खै त्यो थाहा छैन तयारीमा चढाउनु पर्छ नि उहाँलाई यो फर्स्ट भवन चल नि कम्ती चाहिँ मैले छेउ फुच्यो यस भगवान लागि
चिनाको चिनियाको मिल्छ हो हेलो गाइस हामीले यो सेलरोटी चाहिँ लास्ट इयरमै बनाएको थिएँ कि तर यो फर्स्ट एटेम्प चाहिँ अलिकति फेल खाएछ प्लास्टिक छैन तेरोमा तेलको प्लास्टिक यस्तो यस्तोमा हाल्यो हल्का टिक्क मात्रै खोलेर त्यहाँदेखि हान्नुपर्छ क्या यो पनि त राम्रो हुन्छ तेलको यो छ प्लास्टिकमा हाल्ने मात्रै हो कि छैन अनि त्यो तेल चाहिँ के अर्को एउटा भट्टामा हाल्दैन फर्स्ट एटेम्प चाहिँ अलिक फेल खाएँ के भने तर अब बिस्तारै राम्रो हुन्छ है खोले त्यहाँदेखि राम्रो हुन्छ कि त्यसको त्यहाँदेखि सेलरोटी चाहिँ उहाँले बनाउनु भयो त्यसले डिजाइन एकदम खतरा हो यस्तो डिजाइन निकाल्ने चाहिँ एकदम होइन यस्तो छ आएको छ है यस्तो छ एकदम राम्रो यो चाहिँ अब माथि के अरे हाम्रो के भन्छ हामीले चाहिँ अब भोटे भाषा भन्छ चाहिँ फाँच्यो भन्छ माथि फर्स्ट भगवान्ले चलाउनु पर्छ क्या यो एउटा फर्स्ट एकदम चोखो चाहिँ बस बनाउँछ अलिकति माथि अब भगवान् भन्छ नि अब सबै हुन्छ नि अब डेन्जर भएको छ यो चाहिँ सेलरोटी डेन्जर भएको छ फर्स्ट टाइममा यति भयो भने चाहिँ खतरा हो कि अब यो सेलरोटी यानु हेला हो कि होइन यस्तो डिजाइन एकदम राम्रो छ कि छैन सबै के हो यसको कमेन्ट लाइक हानिदिनु है यसमा यसको अब यसमा चाहिँ कमेन्ट खतरा हान्नुपर्छ है केटा फर्स्ट ट्राईको के हो यो राम्रो छ राम्रो छ एकदम मिठो भएछ अब पाकेको छ माथि चलाउने हो होइन चलाइसक्यो छोछु सँगेलो कस्तो भएछ टेस्ट दामी भएछ हामी छ टेस्ट दामी भएछ तर चिनियार कम्ती रहेछ एकदम टेस्टी भएछ मेरो चम्नी हो सेलरोटी बनाएको अनि यो राम्रो भएको छैन कि त्यति तर डिजाइन चाहिँ राम्रो भएन कि अब टेस्टी चाहिँ भएछ कि काहीँ चिनी कम्ती रहेछ अलिक चिनी अलिक कम भएछ है कस्तो भएछ कमेन्ट हानिदिनु न अरे के भएछ वाह मेरो छोरा सुतिसकेछ हौ बिचरा युट्युब हेर्दा हेर्दा निदाइछ अब यो गर्नुपर्छ हौ नानी अगाडि डोमेस्टिक यस्तो गरेर गर्नुपर्छ यो चाहिँ सेकेन्ड अब यो हाम्रो सेकेन्ड ट्राई हो यो चाहिँ अब यसमा नयाँ दिमाग थपेको छ होइन लास्टमा चाहिँ अब हाम्रो अन्तिममा चाहिँ होइन खतरो हुनेवाला छ सबैजना सरप्राइज हुनेवाला छ होइन म त मान्छे यो तेल पक्छ भनेर तेल चाहिँ को रहेछ कि अर्को छैन एउटा के काँटी चम्चा छैन एकछिन है पोहोर वर्ष त मेरोसम्म गेस्ट छ है यो चाहिँ भगवान चलाउने खाने हो अनि मैले हल्का त घोलो त बनाएको छ होइन तर अब लास्ट अब अन्तिममा यो भएन होइन यसमा अलिकति कस्तो के कारण बाबा हामीमा यो कारण चाहिँ के रहेछ हाम्रो यो चाहिँ खासै अब कराईको कराईमा चाहिँ किनभने गइरहेको हुन्छ अनि तेल तपाईँसँग यसो भित्र पसेर चाहिँ गाह्रो हुन्छ पक्नु अब चाहिँ अब तर त्यो हुन्छ नि एउटा आन्टीहरूले खतरा पकाउँछ यस्तोमा क्या यस्तोमा दामी पकाउँछ कराईमा नि तर प्यानमा चाहिँ एकदम सजिलो हुन्छ यो कराईभन्दा नि ल अब हाम्रो लास्ट ट्राई चाहिँ प्यानमा हो ल म चाहिँ अब हामी दुईजनाले प्यान लिनु गएको होइन ल अब चाहिँ प्यानमा है
हात उठाले ओ भित्र तेल बस्छ मेरो उल्टा हाल्यो यसले के त्यहाँ हाल्दै अब सबैसँग तेल छु अलि हो ल त्यहाँ हुन्छ तेल बस्यो यहाँ तेल चाहिँ बस्यो भित्र अब यो हाम्रो थर्ड एटेम्प्ट अनि होपफुली यो चाहिँ इट वर्क्स है यो चाहिँ सक्सेस हुनेवाला छ होइन यो चाहिँ अब सक्सेस हुनेवाला छ यो मेरोबाट ग्यारेन्टी हो किनभने पहिला हामीले चाहिँ फर्स्टमा बनाउँदाखेरि यस्तो एकदम राम्रो भएको थियो होइन अब चाहिँ यसमा चाहिँ होइन सक्सेस हुनेवाला 100मा कति 90% चाहिँ हुन्छ अब लास्ट अप्सन यो हो कि अब लास्ट अप्सन नै यो अब यो उसमा भएन भने चाहिँ हाम्रो क्यान्सल हुनेवाला छ है ल अब चाहिँ लास्ट ट्राई है ल गाइस अब हाम्रो तिहार क्यान्सल होला जस्तो भइरहेछ होइन एकदम डेन्जर सिचुएसनमा भइरहेछौँ हामी हो अब हेरौँ है भगवान्ले साथ दियोस् है अब पर्दैन है यो बिचमा पनि के राख्नु पर्दैन अब त एकदम किनभने अब यो चाहिँ एकदम यो बाक्लो भयो कि है अब लेभलमा छ होइन लेभलमा हुँदाखेरि चाहिँ यस्तो गोलो बनाउँदाखेरि चाहिँ यो तल डुब्दैन क्या माथि नै बस्छ अनि एकदम नाइस एकदम दामी टन्नै बस्छ जसमा कहिले सक्यो घाँसमा टेन्सन भइसक्यो सक्छ अब एक भइसक्यो चाहिँ एक कन्टिन्यू भयो भने नानी गएछ सकिहाल्छ अब त हातले गर्दा हुन्छ होला अनि झमेला हो त यसमा हाले बस्नु भन्दा बरु चोकले गर्दा पनि हुन्छ आज उम्लिएको छ अब त बसी हो क्या हाम्रो के रोटी भयो त होइन फुल्छ स्योर फुल्छ दामी हुन्छ फुले माथि निस्केछ गाइस होइन हेर्नु होला अबदेखि सेलरोटी पकाउँदाखेरि चाहिँ अब यस्तो प्यानमै पकाएको बेस्ट रहेछ होइन ठुलो गोलो मिठो फलफुलै रहेछ हो के हो अब चाहिँ चमत्कार भयो क्या हो सेलरोटी भयो मैदा हालेर पो राम्रो भयो क्या आगीमा मैदा हालेर चाहिँ सही हुँदो रहेछ सबै जिक्सहरू कहाँ भन्यो मान्छेले फेरि भन्नु हुँदैन यस्तो कम गाह्रो भएको यो ट्रिक्स भन्नु लागि हामी कहिले जान्छ भने पर्खेर अब छ यो चाहिँ हो सेलरोटी यस्तो चाहिँ होला यहाँ हेरे गाइस यो चाहिँ हो अलि फर्स्टको चाहिँ आज अलिक मजा भन यहाँ छ अघि फेल भएकोहरू चाहिँ यिनीहरू होइन हेर्न यता पनि खिच्नु तर ओरिजिनल चाहिँ यहाँ छ नि फेरि यो हो ओरिजिनल वाह कसम यो हो ओरिजिनल चाहिँ दामी भयो त्यो मेरो छ कहाँ छ एउटा टाक हान्दै दिदी सिपोछाहरू त यहाँ अघि यहाँ ठोक्यो नि लाइट गयो लाइट
लाइट गयो लाइट गयो आज लाइट गयो तिहारमा पनि लाइट जान्दछ है अम्मो हाम्रो के हो अन्त भएन नि यस्तो गर्न चाट त भएन नि इन्डियाले त पुरा हेर्ने दार्जिलिङ साइडमा चाहिँ लाइट गइरहेको छ यो तिहारको समयमा सेलरोटी पनि राम्रो पकाउनु पाएको छैनौँ बर्बाद भएको छु दुईवटा मोबाइलबाट यहाँ लाइट बाल्नु परिरहेको छ हाम्रो लाइट म्यान पऱ्यो म चाहिँ होइन कि यो लाइट रोके पनि सेलरोटी चाहिँ रोक्नु हुँदैन है तिहारमा होइन ल ल केटाहरू दुःख गर्दैछ केटाहरू सेलरोटी त भर्नु आँट्यो कार्टुन भर्नु आँटिसक्यो हो पुरा भर्नु आँट्यो यहाँ देखा त लाइट भर्नु आँटेछ है सिपो भएछ है दामी गाइस दामी keep it up अब यो के अरे यो सेलरोटी चाहिँ अब सधैँ अब हाम्रो सबैजनाको लागि हो जति सक्दो राम्रो बनाउनेको कोसिस गर्दैछु होइन हाम्रो मनोज शम्भु भाइले लाइट समातिकोमा एकदम हार्दिक अनुरोध एकदम अरे क्या लाइन भएको अवस्थामा राम्रो पनि देख्दैन अब राम्रो हुन्छ हुँदैन त्यो पनि थाहा छैन हो यस्तै हो यतिकै हुँदैछ हो ओइ गिन्जुवा के दुईजना लुगा पनि एउटै लागेको छ दुईजना के हो दाजुभाइ हो क्या घिचर्ने दाजुभाइ हो क्या हाम्रो साथीहरूले अहिले अम्बो सेलरोटी राम्रो विश्व बनाएको छ के भन्छ त्यो साइलेन्सको खेला साइलेन्समै भन्नु पऱ्यो नि कति चिज चाहिँ साइलेन्समै देखाउनु पर्छ अरे क्या भन्नै पर्दैन क्या त्यो होइन होइन मान्छे कति खटे होइन आफ्नो हातमा हेरेर थाहा हुन्छ अरे नि हातमा हेरेर होइन कतिको दुःख गरेछ हातमा हेरेर थाहा हुन्छ यस्तो पनि जुक गरिरहेको छैन आजकल त चलेको छ त यस्तोहरू यस्तो ग्यास म लिएर आउँछु अब हाम्रो सेलरोटी चाहिँ रेडी भइसकेको छ अब खानेको डर है अघि चाहिँ हाम्रो किचन पऱ्यो अब हाम्रो डाइनिङ रुम चाहिँ यता हो अब हामी डाइनिङ रुममा प्रवेश गरिसकेको छु हो हक्का लगाएर पैसा हेर्दा नि त्यससँग हाले मेलम बच्चाको ड्याम्बी यार मिठो बनाएछ कसो त्यो माथि 1 2 3 ह्याप्पी तिहार कस्तो भएछ कस्तो भएछ मिठो भएछ है I'm just speechless man ये बोलने से एक्सप्लेन नहीं होगा ये खाने से होगा आङ्गीमा कस्तो भयो गाह्रो भयो दुःख भयो आङ्गीमा बिचरा अब आफूले बनाएको अब खोइ कस्तो कस्तो भन्नु होला हिरो दामी भएछ दामी भएछ ल कस्तो सन्देश मिठो भयो मिठो छ कि छैन है मिठो छ भने त युट्युब त चलाउँदै रहेछ त यो घुम्पो कस्तो भयो सेलरोटी कस्तो छ खाएको छैन मिठो छ भन्छ अनि के हो से लाइक सब्सक्राइब गर भन्न अलिकति भन्न
हो आकुम चाकुम देउसु रे है सेलरोटी चाकुम देउसु रे चिप्लो बाटो देउसु रे लड्दै पढ्दै देउसु रे आएको हामी देउसु रे लड्दै पढ्दै देउसु रे खेल्दै अर्दै देउसु रे ए यो घर कत्रो ए सिंहदवा जात्रो ए छानामाथि अदुवा चिन्ताको तारिक पनि हाल्यो ए यो फुचे पदुवा ए छानामाथि ओखर ए माग्लाबाई जोकर ए छानामाथि कालोकोट ए झिक्न लागि हजारको नोट ए हामी त्यसै आएको होइन ए बलि राजको ए हुकुमले गर्दा ए देउसुरे खेल्न झिलिमिली जिल्ला ए झिलिमिली जिल्ला ए उसको मुन्डा देउसुरे अमेशपुरी ए साइकलको गड्डी ए छिटो देऊ न आन्टी के अप्रिस आउँदा